नमस्ते गाइज, वेलकम ब्याक टु एजुकेसन अफ नेपाल। तपाईँ बिहान 4 बजे उठ्न चाहनुहुन्छ तर अलार्म बज्दा पनि स्नुज गरिदिनुहुन्छ। आजको भिडियोमा म तपाईँलाई प्र्याक्टिकल टिप दिनेछु जसले तपाईँलाई डेली 4 AM मा उठ्न मद्दत गर्नेछ। स्पेशली स्टुडेन्ट्सहरूका लागि स्टडी टाइम इन्क्रिज गर्न यो गेम चेन्जर हुन सक्छ। सो वाच टिल द एन्ड। पार्ट 1, वाइ वेक अप एट 4 AM। सबैभन्दा पहिलो किन 4 बजे उठ्ने? मर्निङ टाइम डिस्ट्र्याक्सन कम हुन्छ, माइन्ड फ्रेस हुन्छ, म्याथ जस्तो सब्जेक्ट बुझ्न इजी, मलाई पनि म्याथ च्यालेन्जिङ लाग्छ, डिसिप्लिन बिल्ड हुन्छ, एक्स्ट्रा टाइम मिल्छ, स्टडी एक्सर्साइज प्लानिङ। रिमेम्बर, सक्सेस ओभरनाइट आउँदैन, ह्याबिटबाट आउँछ। पार्ट 2, स्टेप बाई स्टेप प्रोसेस। स्टेप 1, स्लिप अर्ली। इफ यु स्लिप एट 12, 4 बजे उठ्न इम्पोसिबल हुन्छ। ट्राई स्लिप बाई 9:30 or 10 PM। फोन युज रिड्युस गर्नुहोस् बिफोर बेड। स्टेप 2, सेट क्लियर इन्टेन्सन। सुत्ने अघि भोलि उठेर के गर्ने डिसाइड गर्नुहोस्, जस्तै 1 च्याप्टर पढ्ने, असाइनमेन्ट्स गर्ने, एक्सर्साइज। माइन्ड प्रेफर हुन्छ भने उठ्न इजी हुन्छ। स्टेप 3, अलार्म ट्रिक। अलार्म बेडबाट टाढा राख्नुहोस्, लाउड टोन युज गर्नुहोस्, स्नुज युज नगर्नुहोस्। उठेर बन्द गर्ने जाँदा बडी एक्टिभ हुन्छ। स्टेप 4, स्टार्ट स्मल। डाइरेक्ट 4 बजे उठ्ने गाह्रो हुन्छ भने पहिलो दिन 6 बजे उठ्नु, त्यसपछि 5 बजे, अनि 4:30, अनि त्यसपछि 4 बजे। ग्रेजुअल चेन्ज बेस्ट हुन्छ। स्टेप 5, मर्निङ रुटिन। उठेपछि फेस वास, लाइट स्क्रैचिङ, वाटर ड्रिङ्क, स्टडी स्टार्ट, डोन्ट गो ब्याक टु बेड। पार्ट 3, कमन मिस्टेक्स। लेट नाइट स्क्रोलिङ, हेभी डिनर, नो फिक्स रुटिन, मोटिभेसन बिना फोर्सिङ। ह्याबिट स्लोली बिल्ड गर्नुपर्छ, एकै दिन पर्फेक्ट हुँदैन। कन्क्लुजन, सो गाइज, वेकिङ अप 4 AM इज नट म्याजिक, इट इज डिसिप्लिन। स्टार्ट टुडे, स्टार्ट स्टे कन्सिस्टेन्ट। इफ यू फलो दिस टिप्स यू क्यान चेन्ज योर स्टुडेन्ट्स लाइफ प्रोडक्टिभिटी। इफ यू फाउन्ड दिस भिडियो हेल्पफुल, लाइक, सेयर एन्ड सब्सक्राइब टु एजुकेसन अफ नेपाल। कमेन्ट अन तपाईँ कति बजे उठ्नुहुन्छ। सी यू इन द नेक्स्ट भिडियो। थ्याङ्क यू।